Yeah, fish on. 2 nights to 3 days. Angler Suraj, second catch. Nice bite, 100 on the size body is अस्तिको भन्दा त्यो एउटा मात्र हुक्छ है उसको लागि खेल्ने यति बेला त बाइट गर्नु पर्ने हो के रे दुईतिर गरेछ म उता बसिरहेको थिएँ गरे जस्तो लाग्यो क्या अनि मैले लाइटेर बाल्यो नि त अनि सेफ जोन नि सही कालिज होइन त आज कालिज हेलो नमस्ते सबैजनालाई जहाँबाट भिडियो मैले इन गरेको थिएँ त्यहीँबाट सुरु गरेँ है त्यो पार्ट बीबाट पानी परेर अस्तव्यस्त हाम्रो आजको बसाइ बुढी लाग्यो भन्नु लजाउने अरे यार कहिले त बाल्नु त एकछिन हो कि यत्रो दाउरा खान्छ त कि जिन्दा यहाँको बाल्नु भेट्छ त भेट्दैन ठुलो बाल्नु आगो बाल्ने नि त भेट्छ नबाल्ने आगो बाल्ने त्यो भात पकाउने आगोले कहाँ भेट्छ हौ भाइ ठुलो बाल्नु हुन्न क्या त्यो रोटी बाल्नु हुन्न ठिक्क कहाँ भेट्छ नाइ नबस्ने अहिले होइन नबस्ने अहिले उभिएरै होइन अहिले म यति उभिएर खेल्छु जेलले गोठामा बसेर रमाउनु भने ऱ्याफ्टिङ गर्नमा लागि गयो भने भयो यहाँ बोट छ यस्तो चाहिँ हाम्रो आजको भान्सा कालिज होइन त आज कालिज सरकारले पनि खान पाउन्न यस्तो रमाइलो त कहाँ पाइन्छ होइन यस्तो छ हेलो गुड मर्निङ सबैजनालाई आज हाम्रो फिसिङको डे 3 लास्ट गर्नु
के पाप खेल्ने यति बेला त बाइट गर्नुपर्ने हो के अरे ए टोपी यसो घुवाच्चो त नाइस बाइट हान्दै त हुन्थ्यो नि यार यहाँ चाहिँ झुक्काको झुक्कै गर्छ कि यो के यो 5-7 अड्का X-Wrap 8 Shimano Twin Power माछा खेल्ने त त्यही हो वहाँ चाहिँ गएर क्या गरे मलाई तर होइन लाग्छ अहिले किनकि पानी अलिअलि परेछ नि त फिडिङमा चाहिँ आउँछ जस्तो लाग्छ कि पानी अलिअलि परेर उस भयो बेलुका परेको हैन बिहान राति चाहिँ अलिक चान्सेस हाई हुन्छ ठुलो माछा पर्ने यति बेला चाहिँ अब माछा निस्किनु पर्ने हो पातले अड्केर झाउ भयो हान्नु त हान्छ अलिक ठ्याक्क हावा पनि लागेन शान्त भएछ सिमसिम पानीमा त्यो टुलोमा हो क्या माछा बस्ने त छुस्स छोक्यो यार सानो माछा त खेल्न लाग्छ फिडिङ सहर आयो भन्दा माछाहरू उफ्रिन्छ कि सानो माछाहरू फेरि जस्ट मिनेट है एक कास्ट खतरा दिन्छ नि फेरि हो त्यहीँ हो अघि नै हानेको त्यहाँ बगर्छ क्या अन्त खेल्छ क्या त्यहाँ यहीँ झुक्काउँछ कि केमा अड्किन्छ गुर माछाले बाइट गरे जस्तो गर्छ कि अनि यस्तो आउँछ कि होइन त मलाई लोकल ठाउँमा आएर जेडी जर्किन्दाहरू थियो दलामीले त्यो लाठीला भनेर हाल्यो नि मगमा घर हाल्यो यो कुल अब लाठीला फेरि छुट्याउने माया त गर्छ नि फेरि हान्यो देवेन हान्यो या फिस अन Fish on, हान्यो Yes Yes फिसिङको मजा भनेको यही हो गाइस तर ठिक्कको रहेछ जोडेको त उस गरेको 1.5-2 किलोको
लतार दिउँ क्या है ओके साइज बढेछ अस्तिको भन्दा हैन अस्तिको भन्दा साइज बढेछ ओइ मासु जालीमा गयो यार तर मासेरको फाइटै गर्नु यस्तो हेर त हरित तानेको कि फेरि म त अलिकति धेरै 3-4 किलोको होला भने यो त यहाँ घिसाडिन्छ है यसलाई मासेको फाइटै गर्नु यस्तो त हरित तानेको कि 3-4 किलोको होला नाइट मासु सही सही के गर्नु तान्दिउँ तान त्यो एउटा मात्रै हुक्छ है फुस्केला चमात्नु ल ल हो त तान नाकमै लाग्छ पेन्ची चाहिन्छ यार चल्ला समात म निकाल्छु छट नगर म निकाल्छु राम्रोसँग दुईतिरै गरेछ कि दुईतिरै गाड्दै के नाइट ह्याच गाह्रो छ एक पेन्ची चाहिन्छ दुईतिरै गरेछ कि तर छोड्दै ल ल रमेशले निकाल्छ गाह्रो हुन्छ कि यस्तो अब एउटा ओके जाली खोइ त ल नाइस क्याच सिटी लाग्यो कि बचिहाल्यो नि हाम्रो होइन हजुर अब बिस्तारै हान्न सुरु हुन्छ क्या खुसी लाग्छ एङ्गलर सुरोज सेकेन्ड क्याच Yeah. 2 days. Day 2. After Night 2. 2 nights. 2 night to 3 days. अच्छा भोलि रिलिज हुन्छ होइन यो मर्निङ अब यसलाई अब बिहान रिलिज गरौँ ल यो चाहिँ अब राति भिडियो होइन अब अहिले चाहिँ यसलाई चाहिँ सेफ जोन नै छ कि नेटमा छ अब खोलामा रिलिज हुने हो कि किचनमा रिलिज हुने हो मिटिङ बस्नु एउटा सानो मिटिङ बसेर अब हेरौँ यो फगाएर ल्याएको पाहुनाहरूले के भन्छ नाइस अलि उता सन्तोष हामी जम्मा ध्यान राख्छ हेर न पहिला माछा देखाइदिएपछि होइन ए स्टेबलमा भएन कि फेरि भिडियो बनिरहेको होइन हुन्छ त्यो ठिक छ नि नाइटको गर्नेलाई त अब झन् राम्रो आएको छ
भाग्दैन लाल भाग्दैन म उता बसिरहेको थिएँ गरे जस्तो लाग्यो क्या अनि मैले लाइट यता बाल्यो नि त अनि फेरि यता यस्तो लाइट देखायो परेछ क्या भनेको ठ्याक्क तिमीले ए परेछ भने त्यहाँ भनेको ओइ त्यहाँ आई होप यो भिडियो तपाईलाई मन पर्यो होला मन परेमा हजुरले बाउको गुला फुट्ने गरी लाइक कमेन्ट शेयर गरिदिन नभुल्नु होला